संक्रान्ति स्पेशल चाकको घरमा नै त्यो पनि एकदमै मिठो कसरी बनाउने आउनुस् है त सँगसँगै ट्राई गरौँ। त्यसको लागि फर्स्टमा मैले एउटा प्यानमा पानी बसाले अनि भेलीलाई सबै राखिदिए अनि मजाले चलाइसकेपछि हाम्रो भेली पनि पग्लिसकेको छ। त्यसपछि अब यसलाई छान्नु पर्दछ किनभने यसमा धेरै फोहोर हुन्छ, त्यही भएर मैले चाहिँ छाने। देख्न सक्नुहुन्छ हजुरहरूले कति फोहोर छ। यसलाई छानिसकेपछि फेरि कराई बसाले अनि त्यसमा 1 चम्चा घिउ, आधा चम्चा मरिच र ल्वाङ सुकमेलको धुलो राखेर मजाले चलाउँदैछु। अब यो यतिको बाक्लो भइसकेपछि यसमा मैले काटेको कोरेको नरिवल अनि काजु बदाम राखेर मजाले चलाए। अब यसले कलर पनि चेन्ज गर्दै गएको छ। अब यो रेडी भइसक्यो अनि यता प्लेटमा चाहिँ मैले फोइल पेपर राखेको छु। फोइल पेपर राखे भने चाहिँ उक्याउन एकदमै सजिलो हुन्छ। अनि मजाले राखेर यसमा टपअपको लागि तिल, कोरेको नरिवल राखेर टपअप गरिदिँदैछु। यसलाई रुमको टेम्परेचर अनुसार 1-1.5 घण्टा राखिसकेपछि हाम्रो चाकु पनि रेडी हुन्छ। देख्न सक्नुहुन्छ हजुरहरूले फोइल पेपर राखिसकेपछि चाहिँ कस्तो मजाले उक्काउन सजिलो हुन्छ के। अब यसरी नै हजुरहरू पनि घरमा एकदमै मिठो चाकु बनाउनु होला है त। थ्यांक यू फर वाचिङ।